हेलो गाइज, आज चाहिँ हाइकिङ आएको एकदम गाह्रो भयो हो। आज हाम्रो चाहिँ बिरबाट चाहिँ हाम्रो हाइकिङ छ। हाम्रो फ्लाइङ चाहिँ आज अर्को नयाँ टेकअपबाट चल्दैछ। गल्फ कोर्सबाट चल्दैछ आज त्यही भएर हामी चाहिँ बाटो यति अप्ठ्यारो बाटो चढ्दै चढ्दै हिँडिरहेको छ। के गर्ने यार गाइज, उर्नी मात्रै भनेर भएन। पसिनाले हाँक भइसक्यो हाम्रो गाइज। सुमेश सर, गुड। क्या लग रहा है आज की, थोड़ा बताओ। मजा आ रहा है या सजा हो रहा है? फ्लाई करने में बहुत मजा आएगा। हाय ब्रो, आज नई टेक ऑफ साइट है तो मजा ही मजा आएगा। ओके गाइज, अब देखो ये यहाँ पर है। This is Praveen and we are going for कर्नाटक। no, we are going for golf to take off. तो बता दो कहाँ से आप कर्नाटक कहाँ से? The goal height is like कितना भाई? 22 2200 मीटर। यही बता दो अपना परिचय दो। आप कहाँ से हो? केरला कौन सी जगह से हो आप ये बताओ। अरे यही कहाँ यार नजदीक। नहीं बता दो केरला कौन सी, बता दो यार। ओके गाइज, बाय बाय। सच्चाई छुट्टी नहीं है। ठाउँ एकदम रमाइलो छ है। वहाँ तलबाट आएको साह्रो छ। अझै कति थुप्रो माथि चढ्नु छ अझै। बजाऊ। गुड। गिर्नेवाला हो मैं। चलो, मजा आ रहा है। कुछ हुँदैछ हाम्रो यहाँ। अब ठाउँ चाहिँ एकदम रमाइलो हो साथीहरू, तर एकदम हुन्छ नि उकालो धेरै नचढेर होला। धेरै चढेको धेरै भयो नि त नचढेको। साह्रो परेछ हामीलाई। सापको पसिना भयो। रमाइलो छ ठाउँ। अब माथि हिमालमा हिउँ छ, बरफ परिरहेछ है। बरफ छ माथि, त्यही बरफ भएको ठाउँतिर जाँदैछ हामी। माथि धेरै माथि सल्लको रुख छ। हिमाचल बिरबिलिङ घुम्नको लागि तपाईँहरू आउन सक्नुहुन्छ है। एकदम रमाणीय वातावरण छ। ट्रेकिङको लागि चाहिँ एकदम रमाइलो ठाउँ हो यो। तपाईँहरू आउनुहोस्। अब यस्तो राम्रो योहरू पाउँछ कि कति राम्रो छैन। घरमा कति सजाउँछ मान्छेहरूले। गाइस, बाटो चाहिँ खतरा छ है गाइस। बाटो यस्तो खतरनाक छ। यस्तो हिँड्दै पर्छ। जङ्गलको बाटो। थाक्यो। लाली गुराँस फुल चाहिँ यहाँ खतरै फल्छ है। फुलिरहेछ नि त्यहाँ, देख्नुभयो होला। बाटो अप्ठ्यारो। गाई गोरु हिँड्ने बाटोमा मान्छे हिँडेछ। साह्रो छ। करण दाई प्लिज। पसिना हो गया यार करण दाई यार। सॉरी। साह्रो छ। हाम्रो टिम माथि जाँदैछ चाहिँ जानेहरू। हामी चाहिँ थाक्यो। जिन्दगीको गोरेटोमा सधैँ हिँड्नु छ, कहिले हिँड्नु छ, कहिले चढ्नु छ। जिन्दगीको गोरेटोमा सधैँ हिँड्नु छ। ग्लाइडरको साथमा 3 लिटर पानी
पकाउने भाँडा कुडा के बोक्दाखेरि त फ्लत्तै भयो यार। कति राम्रो ठाउँ छ हो गाइस यो। शमशाल भन्छ यो गाउँलाई चाहिँ। अगर बाई चान्स हामी यहाँ थर्मल गेन गर्न पाएन भने यो ठाउँमा पनि झर्छ। त्यहाँ यो गाउँमा शमशाल गाउँमा जग्गा यस्तो छ है। यहाँ पहाडै पहाड पुरा काँटा लगाएको रहेछ। यो सायद सरकारी वन छ जस्तो छ है। पर्सनल वन छैन कसैको पनि यो फरेस्टवालाहरूको होला। किनकि यहाँ रुखहरू काट्यो भने नि गाइस एकदम गाह्रो छ। फेरि तलपट्टि घरहरू छ सबै पहाड छ। यस्तो ठुलो पहाड छ। मैले त नेपालमा पनि देखेको छैन यस्तो पहाड त। ठुलो पहाड रहेछ। पहाडी चढ्दा चढ्दा मान्छेको हावा गोल हुन्छ। यस्तो बाटो हिँड्दै जानु पर्यो। उता घरतिर जाने बाटो रहेछ यहाँ। आज पांडु सर कुछ बात है तो बताओ। बात तो ऐसी है, देख लो अभी ऊपर चढ़ने में हालत खराब हो रही है, फिर भी जाना पड़ रहा है, क्या करें क्योंकि फ्लाइंग करके आना है वापस। उड़ के आना है ना फिर। वही यस्तो खाइ छ क्या तल। वहाँ तल खोला छ तल। यो अगाडिको चाहिँ हाम्रो हेलमेट टप हो। यहाँ हेलमेट टपबाट यता सिधै यहाँ माथि अझै टाढै छ। पहाडै पहाड छ ठाउँ। गाह्रो छ। चलो 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 चलो। आज 12 बजाउने हो। नहिँडेको धेरै भयो थियो। आज पुरा निकालिदिने भयो। यस्तो जङ्गल बाटो हिँड्नु परेछ अब फेरि। बाटो छैन त्यतिकै हिँडिरहेछ यार। साह्रो पऱ्यो नि हो। जानेहरू गइसक्यो मजाले। हामी चाहिँ थाक्यो। लात्तै भयो नि। जङ्गल एक यात्रा भने जस्तो भयो। पुरै जङ्गलै जङ्गल छ। अब पुरा यो बाटो चाहिँ र जङ्गल छ है। माथि मन्दिर नपुग्दासम्म। तामाङ दा थाकेर प्लात। म पनि ल तामाङ दा आजको ट्रेकिङको कस्तो भइरहेछ हाइकिङ वाला? आज नयाँ जग्गा नयाँ ठाउँ नयाँ एक्सपिरियन्स भइरहेको छ। उकालो धेरै पछि खाँदै बसेको थिएँ, त्यो निस्किँदैछ। ठिकै छ, ब्यालेन्स रहनुपर्छ। त्यसले नै ब्यालेन्स गराइरहेको छ होइन गुड। जाने अब हुन्छ। पाण्डु सर हाम्रो पाण्डु सर एकदम आज लोड महाराष्ट्र हिमाचल में फंस गया। झाड़ियों में ट्रैकिंग करते करते हालत खराब हो गई। थोड़ा बैठते हैं फिर चलते हैं। ओके। पसिनाले पुरा आँखा पनि देखिएन। ओहो गाह्रो भयो गाइस, गाह्रो भयो। प्लत्तै थाकेछ हाम्रो पार्टीहरू। हल्का हल्का मोटा थियो, त्यो पनि निस्किएला जस्तो छ आज। बल्ल हामी अहिले मन्दिरमा आइपुग्यो। मन्दिर यता पछाडिपट्टि छ। मन्दिरमा चाहिँ जान दिएन, जुत्ता लगाएर जान दिँदा भन्यो। आउँदैछ, हिँड्दैछ। यस्तो बाटो छ। वहाँ माथि पुग्नु छ चाहिँ कतिखेर पुग्ने, 1 घन्टा लाग्छ भन्दैछ अझै नि। धेरै टाढा यस्तो बाटो छ। चम्किलो चम्किलो बाटोहरू हेर्दा नि रमाइलो लाग्दो। आज चाहिँ बेसरी थाकेछ है गाइस। लालीगुराँस यस्तो रमाइलो छ, तर क्या नि भारी बोकिएछ नि त, थाकिएछ। डेढ हो गए, 2 घन्टा हो गया। 2-2.5 घंटे से चढ़ रहे।
अभी मुश्किल है चढ़ पाना, पूरे डिहाइड्रेशन हो गया है अभी। पानी पीते हैं फिर चलते धीरे धीरे। चलो पानी पियो। तामाङ दाई पनि छ। बाटो एकदम राम्रो हो, बाटो भने ट्रेकिङको लागि एकदम राम्रो ठाउँ। तर हाम्रो भारी ग्लाइडर साथमा पानीको बोतलहरूले गर्दा हामीलाई बेसरी गाह्रो बनाएको छ। तामाङ दाई बानी नभएको होइन, बानी भएको हो तर नयाँ ठाउँ भएर अलिक बाटो लामो लागेको थियो। ओके पार्टीहरू पुग्यो होला है? पुग्यो। हेर्नु न हो लाली गुराँसको फुलै फुल, झपक्क फुलेको फुल छ यहाँ। हेर्नु त अझै बाटो लामो छ। माथि हो त्यो खाली डाँडामा पुग्नु छ हामी अझै। रमाइलो छ ठाउँ, तर के गर्नु थाकियो के मुसलम। तामाङ दाइले बेसरी काम गरिरहेछ आज। तपाईँ यो ठाउँमा आउँछ भने सोचेको थियो थिएन, त्यही भएर त ट्रेकिङ रोजिरहेको छु। फ्लाइङ त गर्दै गर्छ, ट्रेकिङ यस्तो बाटो। बाटो आचमैको बाटो छ है गाइज। यस्तो बाटो हेर्नु त खोल्सावाला भनेर बाटो जानु पर्यो। हामीभन्दा पछाडि पनि छ टन्ने मान्छेहरू, अगाडि पुग्ने मान्छेहरू चाहिँ पुगिसक्यो। हामी चाहिँ अलिकति थाकियो कि सामान धेरै छ हाम्रोमा, त्यही भएर। मैले रातो देखेको थिएँ लाली गुराँस, तर यस्तो पिङ्कवाला देखेको थिएन। यहाँ चाहिँ पिङ्कवाला लाली गुराँस पनि छ है देश। माथि माथि फ्लाइङ गरेर आउँदैछ को पार्टीहरू। मन्दिरको माथि माथि हो यो पिङ्क लाली गुराँस। लो यहाँ त असिना पानी झऱ्यो है। आजको ट्रेकिङ हाम्रो एकदम खलबली भइरहेछ। असिना पानी झरेर असिना झऱ्यो। आज फ्लाइङ नहोला जस्तो छ, हिँड्दै जाने जस्तो छ आज छाँटकाट हेर्दाखेरि। असिना हेर्नु न, असिना भुइँभरि असिना। चौबीस मिलियन सारे वानबी सोशल मीडिया इन्फ्लुएंसर हैं। अरे है ना? एक से बढ़कर मौसम हालत खराब कर दिया। यही करते रहोगे ना, यूनिट वाला प्रमोशन नहीं देगा। उबल के चौल का है? नहीं होगा ये। चलो चौल किसके पास है? यहाँ भी देखो कोहरा ही कोहरा। कोहरा है। आज का फ्लाइंग मुश्किल जैसा लग रहा है। आज भूखे जाना पड़ेगा। क्या मौसम है ये, पूरा अंधेरा छा गया, कुछ दिखाई नहीं दे रहा है। कैसे होगा? ओके मेरे को तो दिखाई दे रहा है। ओके चलो। आजको एकदम हो गए मौसम एकदम अचानकमा 2 सेकेन्डमा खुल्यो यो। आगे और जैसर बुक गया नहीं तो के लिए आप समझ लो। तगड़ा किया उसने खुद ही अपने सर रिसीव किया। हाँ अभी तक किया। भोल्टो टप अगाडिको माथि बरफ पऱ्यो। यता यो पछाडिबाट यो बरफबाट पछाडिको चाहिँ सबै धौलादार पुरा हिम श्रृङ्खलाहरू सबै देख्नु अगाडि उता पछाडि यो भन्दा पछाडिपट्टि देख्छ। यो चाहिँ यो अगाडिको तपाईँहरूले देख्छ, यो चाहिँ ड्यामलिज हो। पुरा बरफ गिरिरहेछ यसमा। बरफ असिना झरेछ, असिना बरफ जे भने पनि भयो यसलाई।
बस राइट में बिल्कुल हाइट में चढ़ाना है मैं वो बच्चा कुछ देखो कोई थर्मल नहीं बाहर को हम